Welcome to a day in my life. Hi everyone, welcome back to my vlog. आजको vlogमा चाहिँ I'm going to meet my school friend after a long time. यो भिडियोमा मेलामा हराएको जस्तो देखिने मान्छे को हो भनेर सोचिरहनु भएको होला। हो, यही हो मेरो साथी जसलाई म आज भेट्न गएको थिएँ। मलाई चाहिँ त्यहाँ पुग्नु साथै भोक लागिसकेको थियो, त्यही भएर हामी गयौँ खाजा खानलाई। हेल्दी अप्सन खोज्दा खोज्दै हामी चाहिँ यो आलु पराठा पाइने ठाउँमा पुग्यौँ अनि त्यसपछि खायौँ यो इन्डियन स्टाइल पानीपुरी। अनि बेलुका भएपछि हामी गयौँ नारायणीतिर। चितवनमा भएर पनि यसरी राति नारायणतिर जानु भएको छैन भने चाहिँ धेरै कुरा मिस गरिरहनु भएको छ, सो सबैजना जानु होला। त्यसपछि हामी गयौँ पारी आरती हेर्नलाई। हामी पुग्दा चाहिँ आरती सकिसकेको थियो, तर आगो चाहिँ बलिरहेको थियो, त्यही भएर आरती सेक्न पायौँ। अनि यो आरती सेक्ने बेला चाहिँ मैले झुकेर चप्पल लाएर गएछु कि, अनि फेरि खोलेर अनि पुरै आरती सेकेर भ्याएँ। अनि हामीलाई चाहिँ प्याकेटमा प्रसाद दिनुभएको थियो बुनिया। अनि यो नारायण पुलबाट वार पार गर्न चाहिँ मलाई डर लागिरहेको थियो कि एक त धराप कन्डिसनमा छ त्यो पुल, त्यो माथि पनि केही सेफ्टी छैन। दुईटै लाइनको मान्छे एउटै साइडबाट हिँड्छन्, कति बेला खस्ने हो थाहा हुन्न। त्यही भएर राति हिँड्दा त झनै धेरै सेफ भएर हिँड्नुपर्छ। अनि हामी चाहिँ पारीबाट फेरि वारी आएर एकछिन बस्यौँ। सो आज हामीले यसरी नै टाइम स्पेन्ड गऱ्यौँ। यति भन्दा मेरो ब्लग यहीँ सकिन्छ। बाई बाई गाइज। अनि हाम्रो लियोलाई चाहिँ म कतै गएपछि 1 वर्षपछि फर्केर आएको जस्तो गर्छ यसरी नै। यति भन्दै बाई बाई, टाटा, सी यू।